ल गाइस हामी चाहिँ अब यसो घुमघाम है 12 पोखरी आइसक्यौँ। 12 पोखरी आएर यी बस्ने ठाउँहरू यता छ गाइस। अलि जे होस् 2 दिनै लाग्छ भनौँ न दाइ है। लाग्छ नि दाइ। हाम्रो केटा दौडिसके लेट्स गो मर्निङ वक हान्छ क्या हाम्रो दाजुभाइहरू। भनिदिनुहोस् होला एउटा परिचय दिनु। एलबी किङ सिधै बेसरबाट होइन आउनुहोस् होला घुम्न होइन राम्रो ठाउँहरू किनकि हेर्नु अब पवित्र ठाउँ हो फोहोर चाहिँ नगरिदिनु होला सबैजनाले बुझिदिनु होला त्यो चाहिँ होइन हामी पनि कृपया यता जङ्गलतिर खाइदिनु होला होइन सबैले यो ठाउँ चाहिँ सुधार गरिदिनु पर्यो। मेन चाहिँ सुदन गुरुङबाट पुग्नु पर्यो यो भिडियो है। ठाउँ आफूले राम्रो गर्ने हो अरूले गरिदिने होइन। हेर्नुहोस् भ्यू हेर्नुहोस् गाइज भ्यू हेर्नुहोस् न गाइज पुरै उसमा आएको जस्तो हुन्छ क्या के अरे स्वर्ग मेरो दाजुभाइहरू मेरो भेनाहरू सब यहीँ हुनुहुन्छ है। अहिलेको भ्लगरहरूले अहिलेको भ्लगरहरू यो ठाउँमा आयो भने म मान्छु के तेरो त्यो बाइकको धाग नदे यो 2 पाइलाको धाग दे। बाइक भयो भने त हामी त कहाँ पुगिदिन्छु तिमीहरू यहाँ पुगेर पैसाको धाग नदे है भाइ आफ्नै खुट्टामा हिँड्नु सक्छस् भन्ने है फेरि हामी त फेरि कडा सक्दैन नि खुट्टा ठोक ल उता जाऊँ न। ओके ल।